हेलो एभ्रिवान, हामी चाहिँ आज म र गङ्गा चाहिँ माथि घुम्नु जाँदै गरेको हो। मेरो साथी हामी गङ्गा कति राम्रो देख्यो मिनी राम्री छ नि त पढाइ। अन्त ऊ र म चाहिँ हामी माथि घुम्दै गरेको आइज ताला लग अब घुम्नु जाँदै गरेको माथि। के भयो है, के बतासे हो? गिद्धे भ्यू पोइन्ट। नानी पनि छ माथि नै। हामी नानीलाई चाहिँ रिसिभ गर्ने हामी जाँदैछौँ। सी यु सुन। हामी चाहिँ गिद्धे आइपुग्यौँ अब हो यहाँनिर। अन्त म र ऊ आएर यहाँ हामी नानीलाई वेट गरिरहेको छौँ। अब म तपाईँहरूलाई यहाँको भ्यू देखाउँछु कस्तो छ। यो चाहिँ यहाँ यस्तो कसको है? ए यहाँनिर चाहिँ यस्तो रहेछ हो। आज चाहिँ मान्छे कम्ती रहेछ। नभए सधैँ चाहिँ टुरिस्टहरू पुरा हुन्छ। आज चाहिँ टुरिस्ट पनि छैन रहेछ। मैले म चाहिँ माथि आइरहेछु। यहाँबाट चाहिँ यस्तो हेऱ्यो भने चाहिँ यो चाहिँ गिद्धे भ्यू पोइन्ट दामी रहेछ। यो कस्तो मजाको देख्दो रहेछ है रोडहरू। ओए ओए रोड हेरेर कस्तो मजाको देख्दो रहेछ होइन यहाँबाट। ल मेरो छोरी आइपुग्यो। अम्मै मेरो छोरी स्कुटीमा आउने भयो। आउनु न एकछिन घुमाएर। कस्तो डर नलागेको है? मसँग डर लाग्छ। कस्तो देख्नु न ओह्रालो सुतेको। घुमाइराख्नु न स्कुटी। भोलि पनि घुम्ने अरे। त्यही त यहाँ चाहिँ टाइटानिक भ्यू पोइन्ट जस्तो रहेछ अलिकति है, तर चुच्चो चाहिँ छैन रहेछ नि। अब चाहिँ हामी रिटर्न यो भ्यू पोइन्टलाई छोडेर रिटर्न हुँदैछौँ है। एकछिन यहाँ तल डाँडा हेरेर फर्केको। यहाँ हेर्दै फर्कौँ भनेको। अब चाहिँ हाम्रो आजको यहाँ दुईजना हिँडिरहेछ। घामले आँखा टल्काएर है। यो मजाको रहेछ है। यहाँ जाँदा नि हुन्छ होला उयो डाँडामा। त्यहाँ डाँडामा पनि जाने रहेछ है। त्यहाँ जाउँ है। त्यो डाँडामा अब हामी जानेवाला छौँ भन्दा यहाँ दुईजना हिरोनीहरू हिँड्दैछ। कस्तो मजाको रहेछ। लु है गाइस, हामी चाहिँ यस्तो पहाडमा जाँदैछ। है पहाड होइन, गिद्धे पहाडमा चढ्दैछौँ है हामी। दामी रहेछ तर है। लड्छ है लड्छ चाहिँ गिद्धे पहाड अरे कि यहाँ चाहिँ। तर टी गार्डन रहेछ, दामी रहेछ। यहाँ त यस्तो डर लाग्दो रहेछ है। यहाँबाट हेऱ्यो भने चाहिँ अम्मै मलाई पनि डर लाग्यो नि। टिप्नु तँलाई पठाउँछु नि। तान गर्दै फोन टिप्दै गरेको यो भिडबाट। कस्तो डर लाग्दो भिड रहेछ त। जाने त सजिलै छ। जान त सक्छ कि, तर चिउ हुँदो रहेछ हामीलाई है। दामी पहिला नि पुऱ्याएको छु न।